पुरा टोक्न आए जस्तो गरिरहेछ यो झन् मैतिर एउटा दुईटा तीनवटा पूजा गर्नलाई स्याहार खेल्न आएन कि मान्छे खान लान मलाई पनि थाहा छैन गाह्रो छ पुरा टोक्न कहीँ पछि आउँछ के गर्नु पछि आइरहेको छ यो त धेरै गाह्रो छ भाग्ने जस्तो गराउँछन् हो बिरालोहरूले बाटोमा बसिरहेको अवस्था 4वटा छ नि धेरै नै गाह्रो छ मलाई धेरै गाह्रो छ अरू त बिरालोसम्म ह्याप्न थालिसक्यो धेरै गाह्रो छ कस्तो आइटमको बिरालो हो नि यो चाहिँ केही बुझ्न नसकेको अब तपाईँको गाउँतिरको बिरालो यस्तो गर्छन् नै हो कमेन्टमा बताउनु होला कमेन्ट गर्नु होला जता मान्छे आउँछन् उतैतिर जान्छन् न गाह्रो छ धेरै नै मान्छेलाई